सबैजनालाई नमस्ते। आज मैले पेपे क्रेडिट कार्डको बिल जेपी ब्याङ्क एकाउन्टबाट आफै कसरी काटिने बनाउने भन्ने बारेमा भिडियो देखाउन गइरहेको छु। त्यसको लागि तपाईँले पहिला पेपे एप ओपन गर्नुहोस् अनि स्लाइड लेफ्ट गर्नुहोस् अनि कार्डमा ट्याप गर्नुहोस् है। अब यहाँ तल लास्टमा जानुहोस् है, यो खान्ड्री भन्ने छ, यो खान्ड्रीमा ट्याप गर्नुहोस् अनि यहाँ ओसिआरआई कोजा खाकुनी हिङको भन्ने छ, यसमा ट्याप गर्नुहोस् है। मैले पहिले राख्दिन ब्याङ्क एकाउन्ट गरिसकेको भएर माथि देखाएको छ है। अनि अब तपाईँले चेन्ज गर्नु छ भने ओसिआरआई कोजा न हेङको सुरुमा ट्याप गर्नुहोस् है। त्यसपछि जेपी ब्याङ्क एकाउन्टमा सिलेक्ट गर्नुहोस् अनि अनलाइन तेजिजुकी सुरुमा ट्याप गर्नुहोस् है। अब हामीलाई वेब उकिचकेको अप्सन आउँछ, त्यो ट्याप गर्नुहोस् होला अनि तलको यो ब्लू बटन ट्याप गर्नुहोस् है। अब दुई जिकोमा ट्याप गर्नुहोस्, यो भनेको एग्रिमेन्ट हो अनि एकचोटि हेर्न पर्ने हुन्छ। एकचोटि हेरेर अनि तोजी गरेपछि मात्र बल्ल यहाँ एग्री गर्न मिल्छ है। अब तपाईँले क्यास कार्डको 0 र 1 मिलेको किगो बाङ्गो हेर्नुहोस्, त्यसबाट तपाईँले 3 अङ्क मात्र हान्नु पर्ने हुन्छ है। अगाडिको 1 र पछाडिको 0 हान्न पर्दैन है। अनि सुसुमोमा ट्याप गर्नुहोस्। अब तपाईँले अन स्क्रिन किबोर्ड युज गरेर कोजा बाङ्गो हान्न पर्ने हुन्छ अनि लास्टको 1 चाहिँ हान्न पर्दैन है। फोन नम्बरमा ध्यान दिन पर्ने कुरा छ, किनकि अब तपाईँले एकाउन्ट खोल्ने बेलामा नम्बर चाहिँ पहिला पुरानो हुनसक्छ अनि तपाईँले बिचमा चाहिँ नम्बर चेन्ज गरेको हुनसक्छ है। त्यो हो भने तपाईँले चाहिँ नम्बर अपडेट गरेको हुनुपर्छ। यदि तपाईँले नम्बर चेन्ज गर्नुभएको छ भने नजिकैको पोस्ट अफिसमा गएर नम्बर चेन्ज गराउनुहोस् होला है। तपाईँको नम्बर अप टु डेट छ भने सुसुमुमा ट्याप गर्नुहोस् अनि अहिलेसम्म हानेको सबै इन्फर्मेसनहरू चेक गर्नुहोस् है। सबै ठिक छ भने सुसुमुमा ट्याप गर्नुहोस् है फेरि। अनि मैले यसमा चाहिँ एसएमएसमा सिलेक्ट गरेँ अनि यसपछि तपाईँलाई ओटिपी कोड आउँछ अनि त्यो अन स्क्रिन किबोर्ड युज गरेर हान्न पर्ने हुन्छ है। ओटिपी कोड हानिसकेपछि तपाईँले अब क्यास कार्डको पिन नम्बर हान्न पर्ने हुन्छ। अब फाइनल्ली तपाईँले कोजा फुरिकाए मोस्कोमीमा ट्याप गर्नुहोस्। यो भइसक्यो, अब हाम्रो भयो। अब ओपनमा ट्याप गर्नुहोस् अनि यहाँ चाहिँ हाम्रो ओसिआरआई कोजा नो हेङकोगा खान्ड्यो सिमास्ता भनेर आएको छ। तर यदि तपाईँ पहिलोचोटि एड गर्दै हुनुहुन्छ भने कोजा नो सेत्तेका खान्ड्यो सिमास्ता भनेर आउँछ होला है। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोलाई धन्यवाद। अनि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस् अनि मेरो प्लेलिस्ट फुल हेरिदिनुहोस् होला है। त्यसमा मैले पेपेको बारेमा धेरै भिडियोहरू बनाएको छु। हजुरलाई केही जिज्ञासा छ भने मलाई कमेन्ट गर्नुहोस् भन्दै दोस्रो भिडियोमा हजुरलाई म वेटिङ गर्नेछु। आजको लागि सबैजनालाई नमस्ते।